मेरो नातिको के अरे मेरो नातिको च्यानलमा सब्स्क्राइब गरिदिनु भन्नु न। Few moments later. च्यानलमा सब्स्क्राइब गरिदिनु। सब्स्क्राइब गरिदिनु। तपाईहरुको त रमाइलो गर्ने उमेर गइसक्यो। अब हाम्रो पाली नि माम। तपाईहरु पाल्नु छ होइन होला के हो त्यो हो त हो। अब पालो नातिको च्यानलमा सब्स्क्राइब गरिदिनु। च्यानलमा सही से गरिदिनु। के सब्स्क्राइब पंगुले सब कुरा सब्स्क्राइब गरिदिनु। हेलो गुड मर्निङ एभ्रिवान, वेलकम टु माई अनदर न्यू ब्लग। हजुरहरूलाई धेरै धेरै स्वागत छ। अनि धेरै दिनपछि भिडियो बनाउँदैछु युट्युबमा। किन भिडियो आएन भनेर एक दुईजनाले सोधिरहनु भएको थियो। युट्युबमा खासै फ्यान फलोवर्स त छैन, त्यही भएर चाहिँ म भिडियो बनाउँदैछु। अनि यसो कन्टिन्यू दिउँ कि भनेको। अनि त्यही नै हो। अब दिनपछि गाउँमा आयो नि त, अब काम गर्नुपर्छ, के हुन्छ घरमा काम हुन्छ। अब यस्तै नै हो, के नै छ र जिन्दगी। काम नगरी हुँदैन है, त्यो पनि कहिलेकाहीँ मात्रै हो। खासै काम त गर्दिनँ म। त्यही भएर अब अस्ति 4-5 दिन अगाडि म घर आएको होला। घरमा आएको थिएन, हिजो भर्खर मात्रै घर आएको। त्योभन्दा अगाडि चाहिँ हिजो अस्तितिर चाहिँ म ग्याममा थियो। ग्याम पनि अब यसपालि त नराम्रै भइदियो नि त, कस्तो नराम्रो लाग्यो। अब हुन त खेलाडी भएपछि हारजित त सहन सक्नुपर्छ है, मैदानमा उत्रिने खेलाडी भएपछि त। तर यस्तै नै हो, सकेसम्म बेस्ट खेल्ने हो। तर यसपालि त मेरो गेम त 0। आलु जस्तो भएर चाहिँ नि कुरी फाइनल खेल्ने जहिले चाहिँ होइन। अब फाइनल खेलिरहने टिमले सिधै सेमी फाइनलमै गोल्डेको थर्ड भएको भनेपछि त नि हेर्न नपाउनु, गर्न नपाउनु, बिजोग छ नि न फाइनल पुग्नु। अब घरमा आउने बित्तिकै यही नै हो। भोलि पर्सितिर फेरि आलु रोप्नुपर्छ, के छ काम हुन्छ। त्यही नै हो गाउँघरमा। अनि हेरौँ हाम्रो गाउँठाउँको भ्यू यस्तो बवाल छ कि आमामा, आफूलाई चाहिँ राम्रै लाग्ने रहेछ है। आफ्नो गाउँ, आफ्नो ठाउँ हेर्न सक्नुहुनेछ हजुरहरूले। यो चाहिँ मेरो घर। त्यहाँ माथि चाहिँ वर्षको एकचोटि मेला भन्नाले, अब मेला त होइन, त्यही पनि वर्षमा एकचोटि मान्छेहरू घुम्न जाने गर्छ त्यो माथि ढुङ्गा माथि नयाँ वर्षको दिनमा चाहिँ। अब त्यही नै हो, यसपालि हामी पनि जानुपर्छ कि भनेर सोच गरिरहेको छु। के हुन्छ हेरौँ। हिँड्न सक्छ सक्दैन, यति उकालो छ कि आमामा। यसो सुरु गर्नु पर्ला, बिगार्ने बेला पनि भइसक्यो। मम्मीले रक्सी बिगारिसक्यो तैँले भनेर भनिसक्यो। अब हेरौँ। अब आफूले त खाँदैन कहिले पनि है। क्या ये साप थेट गाह्रो छ है।
अलिकति पनि आएन छ त रक्सी के भो बिजोक पो बनाएँ त यस्तो पाराले त यार मैले जति पारेँ त्यति त आजसम्म त यस्तो त होइन त यार ठ्याक्कै छोड्दै जे जस्तो भए पनि जान्छ मलाई प्र्याङ हान्नु पऱ्यो मम्मा आउँदै हुनुहुन्छ है अगाडि मलाई प्र्याङ हान्ने हो हेलो मम नमस्ते नमस्ते भन्नु न नमस्ते अनि सन्चै हुनुहुन्छ सधैँ छ बाबु क्या अनि मजा ऐसा उता सामुरी गयो नि ल अनि नमस्ते भनिदिनु न मम नमस्ते मेरो नातिको च्यानलमा सब्सक्राइब गरिदिनु भन्नु न मेरो नातिको के अरे च्यानलमा सब्सक्राइब गरिदिनु सब्सक्राइब गरिदिनु मेरो मम कति राम्रो है मम राम्रो कहाँ जानुभएको नाग्ने बेला यति उमेरमा काम गर्नुपर्छ गाह्रो छ है गाह्रो छ बाबु के गर्नु के गर्नु खानुको लागि हो होइन खानु पर्यो लाउनु पर्यो नमरे बजेजी जिन्दगी 2 दिनको भन्छन् वा मम हजुर रमाइलो चाहिँ गर्नुपर्छ है मम गर्नुपर्छ के गर्नु तपाईँहरूको त रमाइलो गर्ने उमेर गइसक्यो अब हाम्रो पाली नि मम तपाईँहरू पाल्नु छ त्यो हो होइन होला के हो हो त हो अब पालो पालो हुन्छ नि पालो सबैलाई माया छ भनिदिनु त एकचोटि सबैले माया छ के उजु त उजु खै हान्छी यता एकदम मोर यहाँ बोमोर्गा र एकछिन यहाँ बोल्नु त ल अनि मेरो नातिको च्यानलमा सब्सक्राइब गरिदिनु च्यानलमा सही से गरिदिनु सब्सक्राइब गरिदिनु सब के पङ्गोले सबको लागि सब्सक्राइब गरिदिनु ल मम धन्यवाद हजुरलाई ल बाबाई मम राम्रोसँग जानु ल मम एकदम रमाइलो हुनुहुन्छ मैले एकछिन यसो अब उहाँहरूले त बुझ्नुहुन्न नि त यस्तो भिडियोहरू यताउता बनाउने भन्ने त च्यानलमा हाल्ने के भन्ने त अनि त्यही नै हो त्यही नै गर्व गर्छु कि म मेरो गाउँठाउँको मान्छेलाई चाहिँ अहिलेसम्म कुनै मान्छे चाहिँ यहाँ बच्चादेखि बुढो पाखासम्म पनि कुनैले बिहे पनि गरेको छैन र कुनैले सहर बजारतिर पुगेको पनि छैन क्या यहाँको नजिक सहर बजारतिर पनि पुगेको छैन कि अब उहाँहरू भनेको कहिले पनि खाली बस्दैन बिहान 4 बजीतिर उठ्यो त्यसपछि हाँस्यो अनि नाम्लो बोक्यो जङ्गलतिर गयो घाँस दाउरा गऱ्यो ल्यायो फेरि त्यसपछि खाना बनायो अनि खाना बनाइसकेपछि फेरि वस्तुलाई चढाउन त्यो सँगसँगै दाउरा घाँसहरू के हुन्छ त्यो ल्याउने बेलुका भएपछि फेरि त्यही त्यो गर्ने अनि अरू बेलामा चाहिँ दिनभरि फेरि बिचरा यस्तो आमा बुवाहरू अनि बुढोपाकाहरू चाहिँ मेलामा गएर यस्तो के अब यहाँतिर त एकअर्कामा काम गर्न जानुपर्छ नि त सबै मिलेर अनि त्यस्तै गर्छ कि कसम यहाँतिरको मान्छेहरू यति अचम्म लाग्छ कि त्यस्तो काम चाहिँ कसरी गर्न सक्छ क्या मलाई चाहिँ त्यही लाग्छ अब दुःख त दुःखै हो त्यही पनि त्यति साह्रो दुःख गरेर चाहिँ
आफू भोकै र आफूलाई गाह्रो भइ दुःख गर्न चाहिँ नेभर, म चाहिँ सक्दिनँ कहिले पनि, र मेरो फ्यामिलीले पनि त्यस्तो गर्न सक्दैन। बाबा चाहिँ अलिकति जिद्दी हुनुहुन्छ, यही गर्नै पर्छ त्यो गर्नै पर्छ, तर आफूलाई जुन ठिक लाग्छ, आफूलाई जुन कम्फर्टेबल लाग्छ है, सजिलो लाग्छ त्यो काम गर्ने हुँदा यार सक्दै नसक्ने कामलाई जबरजस्ती गरेर नि ल अहिलेकै हजुरआमालाई हेरौँ न त, त्यस्तो मान्छे छ, यस्तो कुकुरो पारेर हिँड्नुहुन्छ, अझै फेरि आलु रोप्ने के गर्ने, अनि अझ खेतीपाती त आमामा त्यस्तो गर्छ कि बिचरा नसक्नु छ नि त, दुःख छ, के गर्नु, दुःख आफ्नो हुन्छ, तर त्यति साह्रो दुःख पनि आफूलाई नराम्रो गर्नेसम्मको, हुनेसम्मको, हानि पुग्नेसम्मको दुःख चाहिँ कसैले पनि नगर्नु है, म चाहिँ त्यति भन्छु। जति दुःख गर्नु थियो पहिल्यै गरिसक्यो। अब यो गाउँठाउँमा जति दुःख गरे पनि त्यहीँ जहाँ पहिला जुन अवस्थामा थियो, पहिला जहाँ थियो त्यही ठाउँमा चाहिँ मान्छेहरू छ क्या अझै, अनि त्यो दुःख चाहिँ के को लागि गर्नु, जब कि आफूलाई अलिकति सजिलो, अलिकति पहिलाको भन्दा सहज भएन भने त्यो दुःख गर्नु त के को लागि, दुःख गर्नको लागि आवश्यकता नै छैन नि। यति उमेरमा काम गरेर यस्तो दुःख गरेर फाइनली आजको काम सकिएको छ, आज दिउँसोको काम। अब बेलुका त्यो खाना बनाउने के हुन्छ है, हुन त खाना बनाइराख्न नि पर्दैन, मम्मी बिरामी हुनुहुन्छ, त्यही पनि उहाँले बनाएर दिनुहुन्छ क्या, अरूको जस्तो मम्मी होइन नि त, मेरो त बिरामी होस् नहोस् अब हिँड्न सक्नुहुन्न है, उठ्न सक्नुहुन्न, लगभग बिरामी भएको 8-9 वर्ष भइसक्यो, अहिलेसम्म त्यत्रो खर्च गर्दा पनि निको हुनु भएको छैन, निको हुन सकेको छैन। मम्मीलाई चाहिँ धेरै माया मबाट है। अनि आजको भिडियो यति नै, लाइक कमेन्ट सेयर सब्सक्राइब अवश्य गरिदिनु होला यदि राम्रो लाग्छ भने। अब फेरि अर्को नेक्स्ट भिडियोमा भेट्नेछौँ है त। सबैजनालाई यो भिडियो मार्फत आई लभ यु अल, एन्ड देन मिठो सम्झना, न्यानो माया सबैलाई है, त्यति भन्दै अब चाहिँ म त्यही नै हो, अर्को भिडियोमा भेट्नेछौँ नेक्स्ट भिडियोमा। आजको लागि यति नै, बाई बाई, लभ यु अल।